हेलो वेलकम ब्याक टु माई आरी ब्लग नमस्ते खामरिटा सिटीले तपाईँ सबैजनालाई है सो आशा गर्छु तपाईँहरू सबै सन्चै हुनुहुन्छ होला हैन अन्त आज धेरै दिनको बाद फेरि पनि मैले भिडियो बनाउँदैछु है आजकल चाहिँ भिडियो मेरो बेसी जस्तो अपलोड गरेको छैन मैले हैन अन्त आजको यो भिडियो बनाउनेको कारण चाहिँ के हो भन्दाखेरि चाहिँ आज चाहिँ हामी धेरै दिनको बादमा हाम्रो साथी स्टाफहरू मिलेर चाहिँ आज चाहिँ हाम्रो चाहिँ फिल्ड ड्युटी छ हैन अन्त फिल्डमा चाहिँ हाम्रो ड्युटी चाहिँ आज फिल्डमा छ क्रप कटिङको लागि चाहिँ मस्टर्डको क्रप कटिङको लागि चाहिँ हामी जान आँटेको सो अन्त मलाई चाहिँ होइन आज कति दिनको बाद साथीहरू पनि भेट्दैछ हैन अन्त भिडियो पनि बनाउँछु भन्ने सोचेर चाहिँ अन्त आजको यो फिल्म गर्दैछु हैन अन्त तपाईहरुले मेरो फेसबुक पेज पनि फलो गरिदिनुस् होला हैन अनि फिलहाल चाहिँ मेरो ब्याकग्राउन्ड सिनलाई चाहिँ इग्नोर गरेर चाहिँ मलाई हेर्दिनुस् होला हैन किन भन्दाखेरि चाहिँ अहिले चाहिँ म रुममा छु नि त अन्त रुमबाट निस्किन आँटेको म हैन अन्त अनि अन्त मेरो चाहिँ केस चाहिँ यस्तो भइरहेछ हैन आज चाहिँ मैले चाहिँ केस पुरा फुटेर चाहिँ बहिनीलाई चाहिँ हल्का काट्न लगाएको थिएँ नि त बहिनीले चाहिँ वुल्फ कट काटिदिएर चाहिँ हुनु चाहिँ काट्नु चाहिँ दामी काटिदिएको छ बहिनीले हैन तर यो अगाडि चाहिँ नि यस्तो सिङ जस्तै आउँदैछ नि यस्तो आउँदैछ अन्त यसले चाहिँ म के गर्नु भइरहेको छैन इभन बान्दा पनि हुँदैन अन्त छोड्दा त इभन म छोड्नै सक्दैन अहिले यस्तो काममा त हैन म छोडेर हिँड्नु पनि सक्दैन अब समटाइम कोही बेला मात्रै छोड्छु नि त अब यस्तो गाममा यस्तो फिल्ड ड्युटी यस्तो काम गर्ने टाइममा त जुन केस छोड्नै सक्दिनँ म हैन अन्त अब यो केसलाई म के गरौँ भइरहेको छैन यस्तो बान्दा पनि यहाँ यत्रो उर्छ सिङ जस्तै न के गर्दा पनि हुँदैन अब हेर्नुपर्छ के हुन्छ है सो के कस्तो हुन्छ म तपाईँलाई देखाउँदै जान्छु हैन सो प्लिज गाइस स्टे ट्युन है अब गएर साथीसँग भेट्छु अनि म तपाईँलाई देखाउनेवाला छु आजको दिन कस्तो हुन्छ भनेर है गाइस म चाहिँ हिँडेर आधी बाटो आइपुगिसकेको छु हैन अन्त साथीहरू चाहिँ आउँदैछ भन्दैछ अन्त म साथीहरूलाई वेट गरिरहेको छु अहिले चाहिँ हामी सँगै जानु लागि नि त अन्त अहिले साथीहरू आए म देखाउँछु तपाईँहरूलाई हैन अन्त घाम पनि एकदमै दामी लागिरहेछ हैन हिजोदेखि चाहिँ हाम्रोमा घाम पनि लाग्दैछ भनौँ न अन्त फेरि बिहान चाहिँ हाम्रोमा चाहिँ बिहान चाहिँ घाम लाग्छ बेलुका चाहिँ फेरि हुरी बतास चलिहाल्छ हो अहिले त जुन फेरि चट्याङहरू पुरा झर्छ हो अन्त त्यही कारण चाहिँ हामी चाहिँ छिटो पनि निस्केको अन्त छिटो काम सकेर चाहिँ फर्किनु लागि चाहिँ अन्त मेरो केस चाहिँ यस्तो भइरहेछ होइन मिलाउँदा पनि हुँदैन आफै सरेर यता अगाडि आइहाल्छ होइन अब के गर्नुपर्ने बन्दा पनि हुँदैन होइन सो यतिकै लिएर हिँडेको अन्त गाइस अहिले साथीहरू आए म भेटाउँछु तपाईँलाई होइन सो मेरो भिडियोलाई हेर्दै गरिदिनुहोस् होला है फाइनली मेरो साथीहरू चाहिँ आइपुग्यो होइन अन्त अब चाहिँ जाँदैछु यहाँसम्म चाहिँ हाम्रो गाउँमा चाहिँ यहाँसम्म चाहिँ गाडी आउँछ होइन यहाँदेखि उता चाहिँ गाडी छिर्दैन होइन मैले प्रिभियस भिडियोमा पनि एकखेप देखाएको थिएँ यो बाटो बनाउँदै गरेको होइन अन्त हाम्रो चाहिँ यस्तै छ के गर्नु होइन बनायो भने बिग्रिहाल्छ बिग्रिहाल्छ पानी पऱ्यो कि त गाडी छिर्दैन गाडीहरू सबै यसो राख्नुपर्छ यहाँदेखि हिँड्दै जानुपर्छ हो अब यहाँ चाहिँ बनायो भने चाहिँ यस्तो पुलहरू बनायो भने चाहिँ बेस्ट हुन्छ होला किन यस्तो प्रकारले बनायो जति बनायो त्यति लान्छ जति बनायो त्यति लान्छ हो मान्छेहरूलाई प्रब्लम भइबस्छ यहाँ चाहिँ मलाई चाहिँ बेस्ट चाहिँ ब्रिज बनाएको राम्रो लाग्यो हो हुन्छ ब्रिज बनायो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्यो अन्त गाइस यी बाटो चाहिँ यस्तो हुन्छ गाडी चढ्दैन हो यस्तो डरलाग्दो छ होइन सेतो बाटो चाहिँ हाम्रो गाउँको यस्तो छ नम्पतङको बाटो चाहिँ यहाँ उता चाहिँ गाडी छिर्दैन नि त स्कुटीहरू सानो व्हिलर्सहरू चाहिँ छिर्छ हो हिँडेर हामी चाहिँ स्कुल आइपुग्यो हो अन्त यो चाहिँ हाम्रो गाउँको स्कुल हो नम्पतङ प्राइमेरी स्कुल Do you remember me? आइपुग्यो हामी चाहिँ हो अब चाहिँ पुग्न लाग्यो यो चाहिँ खेतबारी यो चाहिँ हाम्रो गाउँ नम्पतङ हो यस्तो छ यहाँदेखि चाहिँ पर जानुपर्छ हामी चाहिँ हो तेर्सो दुईजना चाहिँ हिँडेर पर पुगिसक्यो हामी चाहिँ आइपुग्यो हो गरम चाहिँ पपाया कस्तो मजाले फलेछ जाउँ पाकेको छैन अम्बो गाइस फाइनली हामी चाहिँ आइपुग्यो होइन जहाँनिर चाहिँ आज हाम्रो क्रप कटिङ छ सो यहाँ चाहिँ सबैजनाले मेरो प्रिभियस भिडियोमा पनि मैले हालिबस्छु होइन यो चाहिँ कसको घर हो भनेर तपाईँले चिन्नुभयो होला होइन अन्त हामी चाहिँ भर्खर आइपुग्यो मेरो केस चाहिँ अन्त तपाईँहरूलाई देखाउँछु ल म कुन चाहिँ आज चाहिँ क्रप कटिङ गर्नेवाला छ हामीले भनेर यो हो यो तोरी चाहिँ आज हामी क्रप कटिङ गर्नुपर्ने छ हो यो एक गरा छ ओ कत्रो लामो भइस हो अस्ति त सानो थियो त के स्प्रे गरेको सिओसी यसले चाहिँ हाम्रो जति यो टमाटरलाई किरा लाग्छ नि धेरै सेभ गर्छ यसले चाहिँ किरा पनि भयो प्लस यो जुन चाहिँ कालो कालो हुन्छ नि यो अब लाग्दै जान्छ नि त्यसलाई धेरै सेभ गर्छ हो यो चाहिँ यो अब यति बेला चाहिँ किन यो मैले यो दबाई यो लगाएको भन्दाखेरि छ नि अब यति बेला यो ठिक्कै यो फुलिरहेछ नि हो यो फुलिने टाइममा चाहिँ लगाउनै पर्छ हाम्रो मेन चाहिँ यति बेला भयो अब किन कुनै फल्नु थाली स्टार्ट भइसक्यो हो यो कुनै फल्नु स्टार्ट भइसक्यो अन्त त्यसले गर्दाखेरि छिटो किरा लाग्छ हो ओ यो छिटो फल्दो रहेछ त है फलिरहेको थियो त अघि एउटा अब क्याचेर यत्रोमै फल्छ अम्बो बलिएर स्टार्ट फल्नु अब यो तिम्रो यो अर्कै ब्रिड हो क्या रोमियो त हो ए रोमियो छिटो फल्दो रहेछ है हाम्रो चाहिँ अब यहाँ चिया आइसकेको छ
This is tea. अलिक मुनि डाउन दिए त्यो दिनुहोस् यो चाहिँ हाम्रो तोरी होइन यो चाहिँ साग छिप्पेको हो तोरी चाहिँ यहाँ भित्र छ सबै पाकिसकेको छ आज गाँस चाहिँ नहाले अलग अलग इंस्पेक्शन बाय एमए मंगन लेख्दा हुन्छ नि उचालिदिनुहोस् न अलिक यो भन्दा तस्तै उसमै मैले उयो गरेकै राम्रो छ एकदम 9 केजी 700 ग्राम 9 केजी 700 ग्राम एकदम त्यो नाम दंगन हो नि अब यसको रिजल्ट चाहिँ कहिले भन्छ होला नि अब एक फेरि क्रप कटिङको टाइम फेरि आउँछ नि फेरि आउँछ नि त्यहाँ पपाया खानु आँटेको छ अब हामी साथीहरू चाहिँ स्किनको लागि अनि टिङ्कु पनि यहाँ स्किन बनाउनु लागि यत्रो बाक्लिरहेछ दिदी मिठो मिठो अरे खोइ मेरो दिदी कटाइदिनु अरे अनि टिङ्कुको गाइस हामी चाहिँ अब खाना लगाउनु आँटेको हो खाना रेडी हुँदैछ खाना खाएर चाहिँ बिहानदेखि हामीले के खाएको छैन होइन खाना खाएर चाहिँ ए मासु नखानेलाई पो फाइदा रहेछ है दही पनि रहेछ गाइस हाम्रो काम सकिसक्यो टाइम चाहिँ 2:30 भइसक्यो होइन अब चाहिँ हामी खाजा साजा खाएर चाहिँ फर्केको हो अन्त पुरा आगायो होइन मजा आयो पेम पुरा आगाइरहेन यो हल्दी नुन चाहिएको छैन